नमस्कार है। यो डेमो हाउस जैविक खेती डेमो हाउस यसरी बनाएको चाहिँ यो चाहिँ प्लास्टिक मल्चिङ फार्मिङ गरेको। यो चाहिँ यसमा बन्दाकोपी फुलकोपी यसरी एउटा डेमो। यो चाहिँ प्लास्टिक मल्चिङ बिनाको। यो दुईटा कम्पेयर गर्ने कुनमा चाहिँ राम्रो उत्पादन हुन्छ मल्चिङ गरेको र मल्चिङ बिनाको चाहिँ। यो भयो भर्मी कम्पोस्ट गन्देउलाको मल बनाउने सरी बेड र यसमा चाहिँ गन्देउला गोबरहरू हालेर गन्देउला हालेर छोडेर चाहिँ यसमा बोराले थिचेर राखेको छ अँध्यारो बनाउनको लागि। यो भयो घना जीवामृत यो जैविक मल। यो भयो अजोलाको खेती यो भयो अमृत जल हेर्नुहोस् है यहाँनिर अमृत जल। यो अमृत जल चलाएर चाहिँ हामीले आज यो बारीमा हालेको छौँ। यसरी अमृत जल यसरी बनाएर चाहिँ यसलाई डाइरेक्ट घरमा देखाउनु हुँदैन, छोपेर राख्नुपर्छ। यो भयो कफी रोपेको। यो चाहिँ यसरी लाइनमा खनेर अमृत जलहरू हालेर सिड ट्रिटमेन्टहरू गरेर यसरी यसमा रोपेको कफी बेड बनाएर चाहिँ रोपेको। यसरी चाहिँ गरिँदैछ खेती। धन्यवाद।